सबैलाई नमस्कार। अब वर्तमान सरकारले वा बालेन सरकारले राजसभा पार्टीले जुन सरकार चलाइरहेछ, जुन चाहिँ कस्तो अलमल्लेको पार्टी है। अब हेर्दा हेर्दै रवि लामिछाने एकातिर र साथसाथै विशेष गरी यतापट्टि स्वर्णिम वाग्ले र बालेन शाह तिनतिर दिशा चौतर्फीतर्फ आफ्नो विचारधारा नै एक पक्षले अर्को पक्षलाई चाहिँ एउटा तपाईँको आफ्नो सिद्धान्त लिएर हिँड्ने किसिमका भइसकेका छन्। अब यस्तो तरिकाले सर्वसाधारण जनताले कुन अपेक्षा गर्ने र कुन सिद्धान्तमा हिँड्ने, कसरी विश्वास गर्ने। अब नेपालमा आर्थिक क्रान्ति हुन्छ र सर्वसाधारण नेपाली जनताले तपाईँको आर्थिक समृद्धि गर्छन् र साथसाथै सुख शान्ति समृद्धि गर्छन्। कुनै पनि किसिमको चाहिँ सामाजिक समस्या, सांस्कृतिक समस्या यो पार्टीले हटाउँछ भने हामीले कसरी विश्वास गर्ने, कुन आधारले विश्वास गर्ने। र साथसाथै अब हिजो भर्खर 3% कर लगाएको छ। आज भर्खर त्यो 3% जुन चाहिँ नि तपाईँको स्वास्थ्यमा र शिक्षामा जुन 3% चाहिँ जुन कर लगाउने एउटा चाहिँ नियम बनाएको थियो, जुन अर्थमन्त्रीले होइन, जुन योजना बनाएको थियो, अहिले विफल भइसकेको छ। अब यो तरिकाले एउटा सर्वसाधारण जनतालाई चाहिँ गर्न खोज्यो कि ऐन कानुन भनेको हिजोको दिनमा फेरि जे बोल्दै नि जस्तो बोल्दै पनि हुन्छ भन्ने तरिकाले त पक्कै पनि हुँदैन हो। सर्वसाधारण नेपाली जनताले तपाईँको जुन तपाईँको चाहिँ युरोपियन बाहिरी देशको मुलुक जसरी जुन तपाईँको चाहिँ खानीमा बस्नेमादेखि लिएर स्वास्थ्यमा शिक्षामा जस्ता देशहरूमा जुन चाहिँ पुँजीवादीहरूले चाहिँ विशेष गरी जुन कर लगाउँछन्, त्यो सिस्टम नेपालमा चल्दैन होइन। मान्छे जन्मदेखि मृत्युसम्म चाहिँ तपाईँको कर तिर्न सक्ने क्षमता सर्वसाधारण जनता कहाँ छ हो। एउटा दैनिक जीवनयापन गर्नको लागि स्वास्थ्य शिक्षा पाउनलाई 80 डिग्री अघि भने त लगभग 60 डिग्री सेल्सियसमा तपाईँको तापक्रममा चाहिँ काम गरेर चाहिँ आफ्नो परिवार पाल्न गइरहेछन् भन्दै यहाँ कर तिरेर चाहिँ कसरी चाहिँ कर तिरेर चाहिँ नेपाली सर्वसाधारण जनताले चाहिँ तपाईँको चाहिँ एउटा सरकार चलाउन सक्छ होइन। र रेमिट्यान्सले स्वतन्त्र हानेको देशमा हरेक क्षेत्रमा कर धाने यो चाहिँ भएन। यो पहिले सोच्नुपर्ने कुरा हो होइन। फेरि नीति ल्याउने, फेरि बिगार्ने कुरा पहिले सोच्नुपर्छ। यो तपाईँको आलाकाचा तरिकाले चाहिँ नि कुनै पनि राष्ट्र चल्दैन। यो सिद्धान्तले चाहिँ तपाईँको चाहिँ कुनै पनि जनताले चाहिँ क्रान्तिको बाटो वा तपाईँको सुख शान्ति समृद्धिको र साथसाथै कुनै पनि क्रान्ति नेपालमा जति पनि पहिला विगतमा लामो समयदेखि भोगिआएका छन्, जुन राणा शासनमा तपाईँको चाहिँ पहिला सर्वसाधारण जनताले भोग्थ्यो र पञ्चायत शासन जुन तरिकाले भोग्थ्यो, यो त्यही तरिकाले भोग्ने समस्या बाहेक के समस्या जिउको त्यही छ भन्ने कुरा चाहिँ प्रमाण गर्छ र कुनै पनि सुख समृद्धि प्राप्त गर्छन् भने सर्वसाधारण जनताले यकिन गर्न सकिँदैन। त्यही कारणले गर्दाखेरि चाहिँ नि विशेष गरी समाजवादमा वा विशेष गरी चाहिँ नि नगइकन कुनै पनि क्रान्ति नगर्ने चाहिँ एउटा तपाईँको चाहिँ नि योजना नबनाइकन कुनै पनि सर्वसाधारण जनताले चाहिँ सुख पाउँदैन। त्यही कारण वर्तमान सरकारले हरेक क्षेत्रमा तपाईँको विशेष गरी क्रान्ति ल्याउन आवश्यक छ। त्यही कारणले गर्दाखेरि यो वर्तमान पार्टीको चाहिँ नि कुनै भरोसा गर्न लागेको भएन है। यस्तो नीति कार्य योजना गर्ने र सर्वसाधारण किसानहरूले चाहिँ विशेष गरी हेर्दा अब लगभग 10 रुपियाँमा टमाटर तपाईँको विशेष गरी चाहिँ एउटा उत्पादन गर्ने वा किसान गर्नेले पाउँदैन, पाइरहेछन् होइन, वा पाउँदैनन् तपाईँको उचित मूल्य। र बजारमा हेर्नु त्यो टमाटरको 70-80 छ। कति बीचको डिफ्रेन्सेस कति छ किसान र तपाईँको विशेष गरी चाहिँ उपभोक्ता बीचको चाहिँ विशेष गरी उपभोक्तासम्म आइपुग्दा कतिसम्म चाहिँ पैसाको चाहिँ त्यहाँ तपाईँको चाहिँ बिचौलियाहरूले खान्छन्। त्यो किसिमको ध्यान केन्द्रित हुनु पर्यो सरकारले। यस्तो अव्यवस्थित यस्तो तपाईँको चाहिँ किसान र उपभोक्ता यस्तो तपाईँको चाहिँ यत्रो किसिमको चाहिँ आर्थिक भिन्नता छ भन्दाखेरि चाहिँ बिचौलियाहरू छन् भन्दाखेरि चाहिँ नेपाल कुन तरिकाले अगाडि त्यो पनि सोच्नु पर्यो सरकार।